हेलो गाइज, नमस्ते सबैलाई। आज मैले इडली बनाउँदैछु घरमा। सबैले हेर्नु होला। यसमा के हाल्नु भयो अरे मम्मी? यसमा पहिला दहीमा सुजी भिगाउने। सुजी भिगाएपछि आफूले कति भिगाउने आफ्नो अन्दाजले कति चाहिएको छ आफूलाई त्यही हिसाबले भिजाउने। अनि 5-10 मिनट राखिदिएपछि त्यसमा जब मेकरमा राखिन्छ त्यो बेटरलाई त्योभन्दा 2 मिनट पहिला त्यसलाई गर्ने, त्यसलाई नुन राखेर फेट्ने। अनि नुन राखिसकेपछि त्यसमा इनो राख्ने। बेटर धेरै छ भने 1.5 इनो राख्नु, 1.5 प्याकेट। थोरै छ भने 1 प्याकेटले पनि हुन्छ। अनि त्यसपछि मेकरमा थोरै घिउ लगाउनुस्। आफ्नो इच्छा अनुसार ओइल लगाउनुस्, आफ्नो इच्छा अनुसार जे तपाईलाई मन पर्छ त्यही लगाउनु। मलाई त घिउ नै मन पर्छ, त्यही भएर मैले घिउ नै लगाएको छु। ल हामीले बनाउँदैछौँ। अब मिठो रेडी हुँदैछ। राख्ने कुकरमा सेकाउने हैन, आउँछ कि नाइ र पत्ता बोइल गर्ने जस्तो के गरी भाफ के पानीमा स्टिम दिने। यसलाई स्टिम दिने, यसरी स्टिम दिने। पानी राखेर कुकरमा। अनि चटनीको लागि यहाँ बनाउँछौँ हामीले चटनी। सिम्पल चटनी हो जस्तो भयो। मिक्सरमा पिसेको हेर्नुहोस्, बाक्लो भयो। चटनीमा के हालेर बनाउनु भयो यस्तो भनिदिनु त। चटनीमा टमाटर, प्याज, लसुन अनि टिमुर राख्ने। अनि त्यसलाई भुन्ने, तेलमा फ्राई गर्ने, बनाउने चटनी। अनि यसलाई यस्तो गर्ने। यो के गर्दै हुनुहुन्छ? यस्तो गर्ने। मैले चटनीलाई फेरि तड्का लगाउँदैछु। चटनीलाई तड्का लगाउँदै हुनुहुन्छ। सजिलो हुन्छ। यो चटनीलाई सरसोको गेडा यसो हेर्ने बनाउने भनेर। वाउ, ब्युटिफुल। पाके छैन अझै, पाके छैन अझै। पार्दै हुनुहुन्छ। यति दिनुहोस् चाख्नलाई। हाम्रो इडली रेडी भइसकेछ। मम्मी निकाल्दै हुनुहुन्छ। आरामले निकाल्नु। पाकिसकेछ। चेक पनि गर्न सकिन्छ आफूले। यसरी चक्कुमा यसरी लागेन भने पाकेको हुन्छ, लाग्यो भने पाकेको हुँदैन। हाम्रो अहिले रेडी भइसकेछ। गाई इडली तयार भयो। यस्तो आछ। हेर्नु यस्तो हुन्छ। स्वादिष्ट इडली रेडी हुँदैछ। कस्तो राम्रो बनेछ। यो पनि राम्रो। इडली रेडी भइसकेछ। म अब खान्छु। सबैले खानु होला।